ओके खासमा थुप्ली हुँदाखेरि चाहिँ लुगा लगाएको सुहाउने मात्रै हो लुगा लाउँदा चिटिक्क हुन्छ बडीमा फिट हुन्छ अट्र्याक्टिभ देखिन्छ फोटो खिच्दा राम्रो आउँछ तर मोटी हुनुको फाइदा भनेको चाहिँ चार्मिङ हुन्छ रसिलो हुन्छ लुगा लगाएर नसुहाउने मात्र हो नि मेरो गाला छाम्यो भने कम मजा आउँछ जसले अब सास परिरहेछ सास परिसकेपछि चाहिँ मजा आउने भनेको जम्मा 3टा काम गर्दा हो कि भट्टीमा छिर्नु पर्यो चेस गर्नु पर्यो कि तरुनीकोमा छिर्नु पर्यो गर्नु पर्यो के ज्योति मगरकोमा आउनु पर्यो र हो यही के ज्योति मगरमा आउनु पर्यो अनि भित्रमा सबै पर्छ फेरि भट्टी नै त्यसैमा आउँछ तरुनी पनि त्यसैमा आउँछ रोमान्स पनि त्यसैमा आउँछ सबै चिज त्यसैमा आउँछ सो एकचोटि भट्टी छिराउ ल साँझ पख भट्टीमा छिरेको छिरो खासमा यो गीत चाहिँ यो 18 वर्ष हुँदा मुनिको भन्दा पनि अङ्कलहरू हुन्छ नि पैसा सेसाले कमाएको कार साथ चढ्ने होइन यसो हातमा सुनको बालाहरू घडी सडी लगाएको हल्का भुँडी ब्याट्न लागेकोहरू होइन अनि घरमा आन्टीसँग यसो हेर्दा फिलिङ्स नआएकोहरू अङ्कलहरू हुन्छ नि खास उहाँहरूको लागि हो कि साँझ पख भट्टीमा छिरेको थाहै पाइन बिल कति तिरेको कान्छी मुसुकै पैसा भुसुकै